अथ तृतीयोध्याय। कसका कुलमा दोष छैन र रोगले कसलाई पीडित गरेन, कसले दुःख पाइन र कसलाई बराबर सुख मात्र छ। आचारले कुललाई बताउँदछ र बोलीले देशलाई बताउँदछ। आदरले प्रीतिलाई बताउँदछ र शरीरले नै भोजन जानिन्छ। कन्या श्रेष्ठ कुललाई दिनु उचित छ, पुत्रलाई विद्या पढाउनु उचित छ, शत्रुलाई दुःख दिनु उचित छ र मित्रलाई धर्मको उपदेश दिनु उचित छ। दुर्जन र सर्प। यिनमा सर्प नै बेस हो, दुर्जन होइन, किनभने सर्पले बेला बखतमा मात्र डस्छ तर दुर्जनले पाइला पाइलामा दुःख दिन्छ। राजाहरूले कुलीनहरूको संग्रह यस निमित्त गर्दछन् कि ती आदि अर्थात् उन्नति, मध्य अर्थात् साधारण र अन्त अर्थात् विपत्तिमा पनि राजालाई छोड्दैनन्। समुद्रले प्रलयका समयमा आफ्नो मर्यादा छोड्दछन् र सागरले भेदको इच्छा राख्दछ, परन्तु साधुहरूले प्रलय हुँदा पनि आफ्नो मर्यादालाई छोड्दैनन्। मूर्खलाई टाढा गर्नु उचित छ, यसकारण कि देख्नमा नै त्यो मनुष्य हो, यथार्थमा हेर्दा त्यो दुई खुट्टे पशु हो र वाक्यरूपी काँडाले छेड्दछ, जस्तै अन्धालाई काँडाले। सुन्दरता, तरुणता र ठुला कुलमा जन्म भए पनि विद्याहान पुरुष गन्ध नभएको पालसको फूलको समान शोभा दिँदैन। कोइलीको शोभा स्वर हो, स्त्रीहरूको शोभा पतिव्रत हो, कुरूपहरूको शोभा विद्या हो र तपस्वीहरूको शोभा क्षमा हो। कुलका लागि एउटालाई छोडिदिनु, गाउँका लागि कुलको त्याग उचित छ। देशका लागि गाउँलाई र आफ्नो लागि पृथ्वीलाई अर्थात् सबैको त्याग गरिदिनु उचित छ। उद्योग गरेमा दरिद्रता रहँदैन, जप गरिरहेनेलाई पाप हुँदैन, नबोलिरहेदेखि झगडा हुँदैन, नसुतिरहे भय हुँदैन। अति सुन्दरी हुनाले सीता हरिन्, धेरै गर्व गर्नाले रावण मारियो, अति दान गर्नाले बलिलाई बाँधिनु पर्यो। यसकारण अतिलाई सबै स्थानमा छाडिदिनु उचित छ। समर्थलाई कुन वस्तु भारी छ, काममा तत्पर रहनेलाई के टाढा छ। सुन्दर विद्या भएकालाई कुन विदेश हो र प्रिय बोल्नेहरूलाई अप्रिय को छ। एउटा मात्र पनि राम्रो वृक्षलाई जसमा सुन्दर फूल र गन्ध छ, त्यसले पुरा वन सुवासित हुन्छ, जस्तै सुपुत्रले कुल। एउटा सुकेको वृक्ष आगाले दन्किनाले त्यो वन त्यस्तै जलाउँछ, जस्तै कुपुत्रले कुल। विद्यायुक्त एउटा मात्र सुपुत्रले सबै कुल यसरी आनन्दित हुन्छ, जस्तै चन्द्रमाले रात्रि। एउटा मात्र पनि राम्रो वृक्षबाट जसमा सुन्दर फूल र गन्ध छ, त्यसले पुरा वन सुवासित हुन्छ, जस्तै सुपुत्रले कुल। शोक सन्ताप उत्पन्न गर्ने धेरै पुत्र भएर के गर्ने, विश्राम दिनेवाला एउटै पुत्र श्रेष्ठ छ, जसद्वारा कुलले विश्राम पाउँछ। मूर्ख व्यक्ति चिरञ्जीवी हुनुभन्दा उत्पन्न हुन साथ जो मरिगयो त्यो श्रेष्ठ छ। यसको कारण यो हो कि मरेको थोरै दुःखको कारण छ। मूर्ख जबसम्म जिउँदो रहन्छ तबसम्म जलाइरहन्छ। पुत्रलाई 5 वर्षसम्म पुलपुल्याउनु, त्यसपछि 10 वर्षसम्म पिटपाट पार्नु र 16 वर्षको भएपछि पुत्रसँग मित्र समान व्यवहार गर्नु। जहाँ मूर्खको पूजा हुँदैन, जहाँ अन्न सञ्चित रहन्छ र जहाँ स्त्री पुरुषको झगडा हुँदैन, त्यहाँ लक्ष्मी स्वयं आएर निवास गर्दछिन्। इति तृतीयोध्याय समाप्तम्।